हेलो गाइज वेलकम टू माई न्यू ब्लग। तो आज हाम्रो छ प्रोजेक्ट म्यानेजमेन्टको इक्जाम अनि यहाँ मनिष पढिरहेछ यसो डरो तरिकाले रट्टा हानिरहेछ मनिषले। अब एकछिनमा हाम्रो 1 बजेदेखि यसको इक्जाम छ अनि के आउने हो भन्ने कुरा के थाहा छैन। यहाँ हामीले सेकेन्ड च्याप्टर हो कि फर्स्ट च्याप्टर पनि पढाएको छैन, यहाँ याद पनि भइरहेको छैन केही पनि प्रोजेक्ट म्यानेजमेन्टको। अनि अब इक्जाम कस्तो भयो, इक्जाम भइसकेपछि आई विल टेल यू कस्तो भयो हाम्रो इक्जाम भनेर बताउँला घर जाने बेला। आइसकेको छ। अमन कस्तो छ आजको तयारी तिम्रो? कस्तो छ तयारी? सब पढ। कति च्याप्टर पढेर आज? अमनको तयारी चाहिँ डह्रो छ गाइज। हाम्रो चाहिँ बेहाल हुनेवाला छ आज। हेलो गाइज, त हाम्रो इक्जाम सकेर आइसकेका छौँ। मनिषको इक्जाम चाहिँ एकदमै राम्रो भयो अरे। राम्रै भएको हो यार। प्रोजेक्ट म्यानेजमेन्टमा नपढाएको च्याप्टरहरू आएको थियो, क्यारेक्टरिस्टिक्सलाई डाइमेन्सन भनेर आएको थियो। अब कस्तो भयो मनिष इक्जाम? डाइमेन्सन हो, डाइमेन्सन भनेको क्यारेक्टरिस्टिक्स भनेर आएको थियो। स्मार्ट चाहिँ तिमीले भनेको मलाई आएको थियो, तर स्मार्ट चाहिँ मैले फोन लेखेँ। प्लानिङको चाहिँ मैले के लेखेँ मलाई नि थाहा छैन। अब हामी जाँदैछौँ घर, खाना खान जान्छौँ कि थाहा छैन। गाइस हाम्रो झन्नारे खाना खान, अब खाजा खान उदिनु क्या ठहर भिड हेर भिड। यहाँ बाटो कसरी काट्यो थाहै नै थिएन। यहाँ एज रेगुलर वी आर इन आवर सिट। अब के खानु पर्यो? खाने त एज रेगुलर परोठा खानु पर्थ्यो हो। मसरुम चना 2टा और 2टा परोठा। त्यो मसरुम चना कसो हुन्छ थाहा नै थिएन। तपाईँको टेस्ट गर्दा लेखा खाना रे। मसरुम एन्ड चना होलो प्रोटिन होलो भनेर खाना रे। अब मसरुम चना खानामा कसो भनिरहेछ, अब खाएको चाहिँ बताउनु कसो हुन्छ भनेर अहिले आउँदै देखाउनु कसो हुन्छ। गाइज हाम्रो खाना आइसकेको छ, परोठा एन्ड दिस इज चना मसरुम। हेरौँ ज्यादा टेस्टी लाग्छ, खाए एकदम कसो देखिन्छ। गाइज हामीले खानासाना खाइसकेका छौँ और मनिष नाक पच्चुला छ खाना खायो एन्ड यो टेस्टी थियो, ठिकै थियो, इट वाज वर्थ इट। सो अब हामी झन् अरे घर। आज के लेखा यो ब्लग यहीँ एन्ड गर्छौँ। अब भोलि आज अर्को ब्लग पाएँ।